हेलो गाइज वेलकम टु हाउस अफ लर्नर्स। आज हामी एसई क्वेसन सल्भ एउटा मोडल क्वेसन सल्भ गर्न जाँदैछौँ होइन। एसईमा चाहिँ आउने हाइट एन्ड डिस्टेन्स सम्बन्धी कम्पलसरी म्याथमेटिक्सको एउटा यस्तो क्वेसन सल्भ गर्न जाँदैछौँ जुनले चाहिँ हजुरहरूलाई कति नम्बर ल्याउन हेल्प गर्नेवाला छ त 1 2 3 4 4 नम्बर ल्याउनको लागि चाहिँ 4 नम्बरमा यो क्वेसन हरेक वर्ष सोधिरहेको हुन्छ र अनि यो क्वेसन राम्रोसँग बुझ्नु भयो भने चाहिँ हजुरहरूले 4 नम्बर एसईमा मजाले ल्याउन सक्नुहुनेछ होइन। त्यो क्वेसन अब हामी सुरु गरौँ है त। ल क्वेसनमा यो क्वेसन मैले कहाँबाट लिएको भन्दाखेरि करिकुलम डेभलपमेन्ट कमिटीले एसईको 2081 को मोडल क्वेसन बनाएर राखेको थियो, त्यहाँबाट लिएको क्वेसन हो। यो चाहिँ एउटा मोडल क्वेसन हो है। यस्तै यही आउँछ क्वेसन भन्ने त हुँदैन, तर यस्तै किसिमको क्वेसनहरू आउने हुनाले तपाईँहरूले चाहिँ यसलाई राम्रोसँग बुझ्नुभयो भने चाहिँ अब के गर्न सकिन्छ त, मजाले हाइट एन्ड डिस्टेन्स सम्बन्धी सबै क्वेसनहरू गर्न सकिन्छ होइन। त्यसैले एकदमै ध्यान दिएर यो क्वेसन पढ्नु होला है त। सिधै क्वेसनमा जाउँ। क्वेसनले के भन्छ त, चित्रमा देखाए अनुसार एबी इक्वल्स टु 10.45 मिटर उचाइमा रहेको बाँदरले सिडी इक्वल्स टु 1.45 मिटर उचाइ भएको केटालाई हेर्दा अवनति कोण 45 डिग्री बनेको छ। यानि कि एज सोन इन द फिगर एउटा बाँदर छ 10.45, एउटा बाँदर छ यहाँनिर हेर त, एउटा बाँदर छ यो रुखमा चढेको बाँदर। यसले चाहिँ भुइँमा बसेको 1.45 मिटरको एउटा केटालाई हेर्दाखेरि के बन्यो त, हेर त एङ्गल अफ डिप्रेसन कति बन्यो त, एङ्गल अफ डिप्रेसन, यो एङ्गल अफ डिप्रेसन कति बन्यो त 45 डिग्री बनेको छ अरे। यो हाम्रो गिभन कन्डिसन हो है। अब यहाँनिर क्वेसनले हामीलाई के सोध्यो त, ल हेरौँ। क्वेसनले के सोध्यो, केटाले बाँदरलाई दृष्टिबिन्दुमा हेर्दा उन्नतांश कोण कति पाउँछ, यानि कि एङ्गल अफ एलिभेसन कति पाउँछ त। हाम्रो यो केटा जुन छ, यो जुन केटा छ हाम्रो 1.45 मिटर हाइट भएको केटाले यो बाँदरलाई तलबाट माथि हेर्दाखेरि कति डिग्री एङ्गल पाउँछ, यो एङ्गल कति हुन्छ भनेर सोध्यो। यसको कति भनेको छ, नलेजको लागि यो क्वेसन सोधिएको हो, तिम्रो नलेज कति छ भनेर सोधिएको हो। यो क्वेसनले चाहिँ 1 मार्क्स मजाले दिन सक्छ होइन। त्यसैले यो क्वेसन गरिहेरौँ है त। ल अल्टरनेट एङ्गल भनेको के हो थाहा छैन कसैलाई। ल अल्टरनेट एङ्गल के हो भनेको थाहा छैन भने दुईवटा प्यारलल लाइन्स, यो अलिकति प्यारललै भएन होइन, दुईवटा प्यारलल लाइन, एउटा यस्तो लाइन र नि एउटा यस्तो लाइन, एउटा दुईवटा प्यारलल लाइन छन् अरे। अनि दुईवटा प्यारलल लाइनलाई ट्रान्सभर्स लाइनले काटेको छ भने त्यहाँनिर बन्ने एउटा बाहिरको एउटा भित्रको यस्तो कोणहरू चाहिँ के हुन्छ, प्यारलल अल्टरनेट एङ्गल्सहरू हुन्। यिनीहरू जहिले पनि के हुन्छ, बराबर हुन्छ, बुझ्यो। यो र यो पनि अल्टरनेट एङ्गल हो, यानि कि जेड जस्तो बनेको छ भने त्यो अल्टरनेट एङ्गल हो। जेड जस्तो, उल्टो जेड जस्तो होइन, जे भए पनि कतैटी हेर्दाखेरि जेड देखिन्छ भने हामी त्यसलाई के भन्छौँ त, अल्टरनेट एङ्गल भनेर भन्छौँ होइन। ल यो फिगर कस्तो छ ल हेरौँ त। बसेको पोइन्ट यहाँनिर छ, ठिक छ। अनि त्यसपछि केटो यहाँनिर बसेको छ, ठिक छ। अब केटोले यहाँबाट बाँदरलाई हेऱ्यो यसरी, कति एङ्गल, अब केटोको आँखाको प्यारललमा यस्तो छ है, प्यारललको लाइन भनेको यो चाहिँ हाम्रो केटाको आँखाको प्यारललको लाइन हो। र अनि केटाले यहाँ भएको बाँदरलाई हेर्दाखेरि चाहिँ कसरी हेर्ने भयो त, कति एङ्गलमा हेर्ने भयो त, ल हेर त। जुन यो हाम्रो बाँदरले केटालाई हेर्दाखेरिको एङ्गल छ 45 डिग्री, यो र यो एङ्गल चाहिँ बराबर हुन्छ। किन हुन्छ बराबर, किनकि यिनीहरू के हो, अल्टरनेट एङ्गल हो, बुझ्यौ। अल्टरनेट एङ्गल हो। यो एई जुन छ नि, यो ए र ई र अनि त्यस्तै गरेर डी र नि यसलाई एफ नाम दिउँ ल। डिएफ चाहिँ प्यारलल हुन्छ है, जहिले पनि याद राख, प्यारलल हुने गरेको छ यो। त्यसैले यी दुईवटा के भयो त, अल्टरनेट एङ्गल रहेछन्। त्यसैले हाम्रो एङ्गल अफ एलिभेसन कति हुने भयो त, एङ्गल अफ एलिभेसन पनि जति एङ्गल अफ डिप्रेसन छ त्यति नै हाम्रो एङ्गल अफ एलिभेसन हुने भयो। त्यसैले हाम्रो एन्सर के हुने भयो त, 45 डिग्री। एन्सर लेखिदिउँ, एङ्गल अफ ए को एन्सर है, एङ्गल अफ एलिभेसन भनेको कति हुने भयो त, इक्वल्स टु 45 डिग्री। कुरो बुझ्यो बुझेन, अक्षर जस्तो भयो भने कन्सेप्ट बुझ्नु पऱ्यो है, मेन भनेको कन्सेप्ट हो, कन्सेप्ट बुझ्नु पऱ्यो। अब हामी जाऊँ क्वेसन नम्बर बीमा। क्वेसन नम्बर बीमा के भनेको छ त, अथवा खमा बाँदरको दृष्टिबिन्दु केटाको उचाइभन्दा कति मिटर माथि छ पत्ता लगाउनुहोस्। यानि कि केटाको हाइटभन्दा, ल हेर त, यति जुन छ यति केटाको हाइट हो कि होइन। यो 1.45 मिटर जति छ त्यति नै यो रुखको हाइटसम्म चाहिँ केटाको हाइट हो भनेर मान्नुपर्छ। यदि यो केटा रुखनिर आएर बस्यो भने ठ्याक्कै 1.45 मिटरमा गएर त्यसको टाउको अडिन्छ हो कि होइन, टाउकोसम्मको हाइट 1.45 हुन्छ। र अनि यो रुखको 10.45 मिटरमा चाहिँ बाँदर बसेको थियो भनेपछि हाम्रो केटाको जुन हाइट छ त्योभन्दा कति माथि चाहिँ बाँदर बसेको छ त भनेर सोध्यो। हाउ मच हाई इज द मङ्कीज पोइन्ट अफ भ्यू देन द हाइट अफ द बोय भनेपछि एकदमै सिम्पल क्वेसन रहेको छ यो, एकदमै सिम्पल। कसरी निकाल्न सकिन्छ त, ल हेर त। फिगरमा चाहिँ हाम्रो ल हेर है त, म गर्छु बी नम्बरमा के छ त, यो बाँदरको पोइन्टलाई ए मानेको छ है, बाँदरको पोइन्ट भनेको ए हो र अनि एदेखि बीसम्म भनेको के हो त, एबी भनेको के हो, हाइट एट विच monkey is होइन, monkey is सिटिङ भनिदिउँ न, सिटिङ भनिदिउँ है, मङ्की बसेको ठाउँको हाइट हो त्यो। ल अनि एबी भनेको त्यो, अब सिडी भनेको के हो त, सिडी इक्वल्स टु के हो त, हाइट नै हो तर कसको, हाइट अफ द बोय, केटाको हाइट हो क्या नि त, हो नि। ल हेर त, अब यो बीदेखि एफसम्म जुन छ यति डिस्टेन्स, बीदेखि एफसम्मको हाइट भनेको सीदेखि डीसम्मको हाइट हो, त्यति चाहिँ बराबर हुन्छ हो कि होइन, हो त्यही कुरालाई लेखिदिउँ अब यहाँनिर। ओके ल सिडी इक्वल्स टु के हुने भयो त, अब सिडी इक्वल्स टु बिएफ भनेर लेखिदिउँ ल, बोयफ्रेन्ड होइन है,
बाँदर हुन त ठिकै हो केटी होला नि त त्यो बाँदर नि सुन्दरी हो त ल बिएफ हैन भनेपछि अब के भयो त देयरफोर हाइट एबोभ द बोय भन्दा माथि कहाँसम्म अप टु द मङ्की इज कति त इक्वल्स टु कति भन त ल मलाई यो फिगरमा हेरेर एबीबाट जुन यो हाइट छ एबी जुन यो हाइट छ नि यति एबीबाट बिएफ वाला सरी यसलाई यस्तो गरौँ एबीबाट बिएफ वाला हाइट घटाइदिऊ भने त यो हाइट आउँछ यो हाइट भनेको के हो त बाँदर कहाँदेखि कहाँसम्म बाँदर मान्छे भन्दा कति माथि बसेको छ भनेर निकाल्न सकिन्छ हो कि हैन त्यही कुरा हो है क्वेसनले सोधेको पनि त्यही हो बाँदर चाहिँ मान्छे भन्दा कति माथि बसेको छ एबी माइनस बिएफ हैन मङ्की इज एबी माइनस बिएफ अब एबी भनेको कति छ त बाँदरको हाइट कति छ त बाँदर कति हाइटमा बसेको छ त क्वेसनमा हेर त बाँदर कति हाइटमा बसेको छ 10.45 मा बसेको छ र अनि मान्छेको हाइट कति छ 1.45 हैन 10.45 बाट एबी भनेको कति छ 10.45 मिटरमा हाइटमा बसेको छ बाँदर र मान्छे यानि कि बोयफ्रेन्डको हाइट कति छ त 1.45 मिटर छ उच्च नै रहेछ है त म यतिकै ल भनेपछि यो कति आयो त हेर त ल कति आयो त यो 10.45 बाट 1.45 घटाउँदाखेरि 9 मिटर ल 9 मिटरको हाइटमा चाहिँ हाम्रो त्यो बाँदर चाहिँ बसेको रहेछ मान्छेभन्दा अथवा त्यो केटाभन्दा माथि ल अब ग नम्बर यानि कि सी नम्बरमा हेरौँ त रुखदेखि केटासम्मको दूरी पत्ता लगाउनुहोस् यानि कि केटा रुखभन्दा कति टाढा गएर बसेको छ त्यो डिस्टेन्स निकाल्ने रे कुन हो त त्यो डिस्टेन्स यो डिस्टेन्स बीदेखि सीसम्मको डिस्टेन्सलाई हामी के भन्छौँ त्यो डिस्टेन्स बिट्विन द ट्री एन्ड द बोय अब यसलाई कसरी निकाल्ने होला त बीसी निकाल्न परिन्छ यानि कि एफडी निकाल्न परिन्छ यो बीदेखि सीसम्म जति डिस्टेन्स छ त्यति नै एफदेखि डीसम्म छ कि छैन छ नि त्यसैले अब हामी के गर्छौँ त बीसी इक्वल्स टु एफडी भनेर लेख्छौँ सुरुमा है सुरुमा के लेख्ने भने त ल सी नम्बरको लागि चाहिँ बीसी इक्वल्स टु एफडी भनेर लेखा है सुरुमा अब हेर त यो ट्रायंगललाई हामी कन्स्ट्रक्ट गरौँ है फेरि है हाम्रो लागि कन्स्ट्रक्ट गरौँ यस्तो छ हैन यस्तो छ र अनि यस्तो एउटा ट्रायंगल छ हो कि हैन यो ल हेर यहाँनिर मङ्की बसेको छ यहाँनिर मान्छेको आँखा छ मङ्कीले मान्छेलाई हेर्दाखेरि 45 डिग्री देखेको थियो हो कि हैन त्यस्तै गरेर मान्छेले नि मङ्कीलाई हेर्दाखेरि कति देख्यो 45 डिग्री देख्यो अब हामीले मान्छेको हाइटदेखि बाँदर कति माथि छ भनेर निकालेका थियौँ त कति माथि छ भनेर निकालेका थियौँ 9 मिटर माथि छ भनेर कति रे 9 मिटर माथि छ भनेर निकालेका थियौँ अब यो डिस्टेन्स भने कति भनेर सोधेको छ हामीलाई यो डिस्टेन्स इक्वल्स टु यो जुन डिस्टेन्स छ यो इक्वल्स टु वाट भनेर सोधेको छ हामीलाई अब यो एउटा के हो राइट एङ्गल ट्रायंगल हो हैन एएफडी जुन छ यो हाम्रो ट्रायंगल छ अब यसमा हामीलाई के थाहा छ पी भनेको थाहा छ बेस एङ्गल 45 डिग्री भन्ने थाहा छ बेस इक्वल्स टु वाट भनेर सोधेको छ हो कि हैन यो भनेको परपेन्डिकुलर यो भनेको बेस यो भनेको हाइपोटेन्युस हो कि हैन हो नि ल हेर त अब हामीले कसरी यति सजिलोसँग निकाल्नेवाला छौँ अनि यसलाई मेटाइदिउँ ल अब यही ट्रायंगललाई बेस बनाएर हामी के गर्नेवाला छौँ त एफडी यानि कि डिस्टेन्स निकाल्नेवाला छौँ ट्रीदेखि बोयसम्मको ल अब म कसो गर्छु हेर त tan थीटा इक्वल्स टु पी बाई बी गर्छु किन गरेर मैले tan थीटा इक्वल्स टु पी बाई बी मलाई बेस चाहिएको छ र अनि मसँग परपेन्डिकुलर छ बेस चाहिएको छ मसँग थीटा पनि छ यानि कि अब मैले के युज गर्न सक्छु त ट्रिग्नोमेट्रिक रेशियो sin cos tan मा साइनमा त अब पी बाई एच हो परपेन्डिकुलर र अनि हाइपोटेन्युसको कुरा आउँछ त्यसमा रिलेसन हो अनि कस भनेको बी बाई एच हो बेस र हाइपोटेन्युसको कुरा आउँछ तर हामीसँग के छ परपेन्डिकुलर छ बेस निकाल्न पर्छ पी र बीको रिलेसन केले दिन्छ tan थीटा दिन्छ त्यसैले मैले के गरेँ tan थीटा इक्वल्स टु पी बाई बी लेखेँ अब थीटा भनेको कति त थीटा भनेको एङ्गल अफ एलिभेसन यानि कि 45 डिग्री त्यसैले अब हामी यसैमा प्रोसिड गरौँ tan थीटा भनेको tan 45 डिग्री इक्वल्स टु पी भनेको के हो त हेर त पी भनेको एएफ हो कि हैन पी भनेको त एएफ हो एएफ अपन एफ डिबी भनेको हो कि हैन हो कि हैन हो भन है हैन भन्नु पाइँदैन ल भ्यालुलाई हामी रिप्लेस गरौँ tan 45 डिग्री भनेको के हो कसैले यदि क्यालकुलेटरमा हाल्ने भयो नत्र अनि याद गर्ने भयो tan 45 भनेको 1 हुन्छ जहिले पनि ओके र अनि एएफ भनेको कति छ 9 मिटर छ अपन एफ डी त एफ डी भइहाल्यो हो कि हैन अब क्रस मल्टिप्लाई गर और 1 इन्टु एफ डी इक्वल्स टु 9 मिटर और एफ डी इक्वल्स टु 9 मिटर ठिक छ अब हाम्रो डिस्टेन्स एफ डी इक्वल्स टु 9 मिटर आयो यानि कि हामीले के थाहा पायौँ त बीदेखि सी यानि कि ट्रीदेखि बोयसम्मको डिस्टेन्स हुन्छ यो ट्रीदेखि
यो ट्रीदेखि बोईसम्मको डिस्टेन्स जुन छ यति, यो चाहिँ 9 मिटर नै रहेछ है भनेर त थाहा पायौँ नि हामीले, ओके हैन। यति गरिन्जेलसम्म हाम्रो चाहिँ 3 मार्क्स आइसकेको छ। र अब घ नम्बरमा जाउँ, यानि कि डी नम्बरमा। बाँदरले केटालाई हेर्दा अवनति कोण यानि कि एंगल अफ डिप्रेसन भन्छ त्यसलाई हैन, 30 डिग्री बनाउन बाँदर अहिलेको स्थानबाट कति तल अथवा माथि जानुपर्छ अरे। ल हेर त, सुरुको कन्डिसनमा 45 डिग्रीको एंगल अफ डिप्रेसन थियो, बाँदर चाहिँ 9 मिटर माथि थियो मान्छे भन्दा है। कुरो सुन, अब यदि 30 डिग्री बनाउनु छ भने माथि जानुपर्छ कि तल झर्नुपर्छ भनेर सोध्यो। भन्नाको मतलब अब हामीलाई क्वेसनले के भन्यो त, यो थीटा जुन थियो तिमीहरूले हेरिरहेको यो जुन थीटा थियो 45 डिग्री, यो हैन, अब यसलाई चेन्ज गरेर 30 डिग्री बनाऊ र अनि यो जुन डिस्टेन्स छ बाँदरदेखि मान्छेको टाउकोसम्मको डिस्टेन्स यानि कि हाइट, त्यो चाहिँ पत्ता लगाऊ। अब डिस्टेन्स त उही नै रहन्छ है, डिस्टेन्स त उही नै रहने भयो। मान्छे जहाँ बसेको त्यहीँ नै बस्ने भयो, बाँदर मात्र तल माथि गर्ने भयो रुखमा, कि माथि जान्छ बाँदर कि तल झर्छ बाँदर। अब माथि जाँदाखेरि कति माथि जानु पर्यो 30 डिग्रीको एंगलमा हेर्नका लागि, अथवा तल आउँछ भने कति तल आउनु पर्यो हैन 30 डिग्रीको एंगलमा मान्छेलाई हेर्नका लागि भनेर सोध्यो। ल अब यसको लागि पनि हामी मजाले एउटा फिगर बनाउँदै अगाडि बढौँ हैन। फिगर चाहिँ कस्तो छ त, यो एउटा के हो, ट्रायंगल हो, एउटा राइट एंगल ट्रायंगल हो। अब यो चाहिँ मंकीको पोजिसन हो, ए मानम हैन, अनि यो एफ मानम, यो चाहिँ डी मानौँ। जुन यो बाँदरले मान्छेलाई हेर्ने एंगल छ नि, यो अघि 45 डिग्री थियो भने अब चाहिँ कति भयो रे, 30 डिग्री भयो रे। कुरो बुझ्यौ, 30 डिग्री भयो रे भनेपछि बिङ अल्टरनेट एंगल यो पनि कति हुन्छ, अब 30 डिग्री हुनुभयो कि भएन, भयो। अब मान्छेदेखि रुखसम्मको डिस्टेन्स त चेन्ज भएको छैन, क्वेसनले चेन्ज गर भनेको छैन, 9 मिटरै भयो। अब बाँदर चाहिँ कुन ठाउँमा बसेर हेऱ्यो भने चाहिँ 30 डिग्रीको एंगल देखेला त, ए अफ इक्वल्स टु वाट। कुरो बुझ्यौ। अब फेरि त्यही आयो परपेन्डिकुलर र बेसकै कुरा आयो, अनि हामीलाई एंगल दिएको छ भनेपछि अब कुन ट्रिग्नोमेट्रिक रेसियो युज गर्ने भने त हामीले tan थीटा, यस tan थीटा इक्वल्स टु के हो, p बाई b हो। अब यो केसमा p भनेको के छ त, a देखि f सम्म भनेको परपेन्डिकुलर हो, र बेस भनेको के छ त f देखि d सम्म, और tan 30 डिग्री इक्वल्स टु, अब af लेख्न पर्ने छ, af हामीलाई थाहा छैन, af बाई fd भनेको कति छ त 9 मिटर, और tan 30 भनेको कति हो त 1/√3 हो, इक्वल्स टु af बाई 9 मिटर, ओके हैन। ल अब यसलाई अझै सल्भ गर्दै गयो भने के हुन्छ त, और 9/√3 इक्वल्स टु af, ओके हैन। और af इक्वल्स टु कति आयो त, af इक्वल्स टु 9 भनेको 3 × 3/√3 गर्दाखेरि के भयो त, af बराबर 3√3 मिटर रहेछ। कुरो बुझ्यौ, 3√3 मिटर रहेछ। ल 3√3 मिटरको हाइटमा अब मंकी बस्नुपर्ने भयो, यानि कि यता हेर है, पहिला 9 मिटरको हाइटमा बसेको थियो र 45 डिग्रीको एंगलबाट हेरेको थियो मान्छेको आँखामा। अब चाहिँ यो झरेर 3√3 मिटरको हाइटमा बस्ने भयो र अनि 30 डिग्रीको एंगल अफ डिप्रेसन बनाएर मान्छेलाई हेर्ने भयो। यति कुरा याद राखिसकेपछि के बुझ्यौ त अब तिमीहरूले, 9 मिटर ठुलो कि 3√3 मिटर ठुलो, अभियसली 9 मिटर ठुलो, ओके। भनेपछि कति डिस्टेन्स तल झर्नुपर्ने रहेछ त, लेख्दिउँ अब, देयरफोर द मंकी शुड मुभ कता, अपवर्ड्स कि डाउनवर्ड्स, डाउनवर्ड्स, ओके हैन, DOWNWARDS, डाउनवर्ड्स। कति मिटर, डाउनवर्ड्स कति मिटर त 9 - 3 सरी अच्छा त फेरि 3√3 मिटर। अब योबाट एन्सर जति आउँछ क्यालकुलेटरमा हानेर त्यति मिटर भनेर लेख। त्यति भइसकेपछि चाहिँ के भयो त, यति गरिसकेपछि तिमीहरूको ठ्याक्कै 4 मा 4 दिन कसैले पनि रोक्न सक्दैन। यो भिडियो हेरिसकेपछि अब कम्पलसरी म्याथमेटिक्स एसई एक्जामिनेसनमा 4 मा 4 ल्याउन सक्नुहुन्छ भन्ने चाहिँ मलाई एकदमै धेरै आशा छ। अब नेक्स्ट टपिक एसई को कस्तो क्वेसनको बारेमा चाहिँ बनाउने हो हैन, त्यो कुरा चाहिँ कमेन्टमा भन्नुस्, म चाहिँ भिडियो बनाउन एकदमै रेडी छु। थ्याङ्क यू सो मच है त। आजलाई यति नै। लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला है। लाइक शेयर सब्स्क्राइब गरेपछि हामीलाई अलिकति मोटिभेसन आउँछ कि, इङ्गेजमेन्ट बढ्छ अनि मान्छेहरू अझै धेरैले हेर्न थाल्छ अनि हामीलाई मोटिभेसन बढेर फेरि नयाँ नयाँ भिडियो बनाइन्छ नि त, यतिकै त बनाइदैन। त्यसैले लाइक शेयर सब्स्क्राइब गर्नु होला अनि यो भिडियो सबै साथीहरूलाई पठाउनु होला। आफू मात्रै पास पार हुँदैन, आफूले मात्र नम्बर ल्याएर हुँदैन, सबलाई नम्बर ल्याउनु बनाउनुपर्छ। ओके, थ्याङ्क यू सो मच।